बद्रीनाथ आइपुग्यो दिस इज लुक एट द भ्यू हिमालको माथि डोजर के हिमालमा डोजर जस्तो ल मम्मी कस्तो फिल भइरहेछ कहाँ जस्तो ल है यता ल यस्तो राम्रो ठाउँ हेर न हिउँ हिमाल हेर हिमाल यही अनि मरुभूमि यही छ के म त अर्को जुनी ल्या जस्तो पो भयो त है फेरि यसरी आउँला भन्ने सोचेको पनि थिएन अनि उहाँहरू को हुनुहुन्छ त फेरि उहाँहरू सिगानको बाउ ल सुकुलाई घुमाउनु ल्याएको गरे सुकु आउँदै आएन त हेर न हिमाल त्यहाँ गाडीको लाइन गर त गर डोलीको चाहिँ 5000 अरे घोडाको चाहिँ 400 अरे अप एन्ड डाउन होइन भाइ वान साइड मात्र हो हे तेरिका मुर्गा परिएछ क्या हामी ल सबै सँगै जाऊँ मार्ली घोडाले चाहिँ चेकिट गरिरहेछ सुकु हेमा ल्याएर म riding on the storm मम्मीको घोडा कति राम्रो रे मम्मी आएको छैन क्या यसो मम्मी मान्छे सुस्तै घोडा सुस्तै भयो चिसो सरी मम्मी चाहिँ वहाँ आउँदैछ look at the view मम्मी कस्तो भयो त घोडामा चढाइ बहुत अच्छा ल बल्ल बल्ल मम्मी ने म साह्रै ढिलो हिँडेँ तपाईँ त डर लाग्यो नि रमाइलो भयो एक्सपिरियन्स कस्तो भयो त एक्सपिरियन्स त त्यो उताको खुट्टा निकाल्नु अनि यता खुट्टा मजाक यसरी ल जसरी आइनु भयो के हात्तीबाट त बिर्सेर नलगिर गयो भने गरे म त यहाँबाट नै 8 मिनट लाग्छ रे हमारे पे में हम काढला त्याने तुमचा फोटो इथे अभिजित बाबा हे हे करोड लाख बत्ती बाल्ने बेलामा म यहाँ
दादा त यहीँ रहेछ त अलि घामतिर राखिदिने गरी अलि घामतिर राखिदिने ल मम्मी खै त ए मम्मी त जाए नि टोइलेट गएपछि त्यो चिसोमा हरहर महादेव रहेछ जय ल यो चाहिँ 108 धारा तर यो त तातो छ यार खासै चिसो त छैन है चिप्लेला है मम्मी चिप्लेला बिस्तारै ल मम्मी पछि त चिसो हुने आमा चिसो 108 धारा टाडा मम्मीहरू चाहिँ 108 धारा नुहाएरै पुऱ्याउनु लागे त्यो टोपी त भिज्ने भयो पुरै मम्मीको टोपी चाहिँ पुरै भिज्ने टाउकोमा हाल्दैन कि टोपीमा हालेर बस्छु अयो यस्तो चिसोमा नुहाएको मम्मी त्यहाँ चिप्लो छ है यता छ चाहियो चाहियो यस्तो आइस पर्यो बल्क्यो मम्मी म चिप्लेन आएको भएँ हर हर महादेव हर हर महादेव उहाँ सुकुसँग छ अहिले ल्यायो हुन्छ यहाँ मन्दिरमा उस गर्यो त ए आमा यस्तो चिसो यहाँ 108 धाराबाट चाहिँ त्यहाँबाट आएर चाहिँ यहाँ डुबिल्की लाउने रे के हेर अब डुबिल्की लाउँछ नि चिप्लो रहेछ सरी 3 2 1 बस लास्ट है डुबकी लगाइए लास्ट डुबकी लगाइए बढ़िया बढ़िया बढ़िया
ए हो सरी सरी वाव सामी यता हेर बाबा कालु मिठो भयो कस्तो भयो मलाई नि दिनु न दामी भन्दा एक्लै खाँदा के हो रहेछ जाम This is Dola. हो दिदी दर्शन भयो भइसक्यो मुक्तिनाथ मन्दिरबाट यस्तो हेर्दा चाहिँ look at this view. सुनो ये सेरा इधर आओ इधर आओ इधर बहुत ज्यादा नहीं करना है इसको हो गया यहाँ आउनु न ल आउनु न ल यहाँ म त नरिवल खाँदैछु कि यहाँ भोक लगाएर बिहान खाली पेट आइयो चुरी खाऊ बिस्या त नि चुरी खाम्दा नि कस्तो लाग्यो त मम्मी चुरी च्यु कस्तो लाग्यो भन्नु नि त पहिला कोही फेरि टिकटकै छ यति खुसी लागेको छ कि म त अफ गरौँ नि त यति खुसी लागेको छ कि म त यस्तो गरेर आउँला भनेको सोचेकै थिएन तर अहिलेको यो 2082 अनि 2083 मेरो लागि नै होला जस्तो लागेको छ ल ल या म यसरी आउँला भनेको त मैले सोचेकै थिएन कि बुद्ध भगवानको दर्शन गरेर कस्तो फिल भयो त बुद्ध भगवानको दर्शन गरेर यति आनन्द आयो कि अनि यहाँ के रहेछ मम्मी खास विशेष चाहिँ यहाँ अग्नि ज्वाला रहेछ तर गुफाभित्र त्यस्तो अग्नि ज्वाला तर त्यसको त्यो बाँच्न बाहिर न्युरिएर हेर्नु पर्दो रहेछ होइन ल यही हो यति चिसो छ हिमाल त्यहीँ छ है हिमालको यसरी जस्ट हिँडेर 1 घन्टामा त पुगिन्छ होला त्यहाँ तर को जान्छ यहाँ पहिला चाहिँ हामीलाई भोक लाग्यो खाना खान्छौँ है एक खाजा खान्छौँ अनि हामी जमसम गएर चाहिँ खाना खान्छौँ यहाँबाट
यता चाहिँ गेट ल यहाँ खाजा खानेले खाजा खाएर हामी जोमसोममा खाना खान जान्छौँ कस्तो छ ए दुईजना त यहाँ रेडी भएर छन् ल पुरी तरकारी खाना खाने होइन पुरी तरकारी खान गयो बहिनी प्याज र खुर्सानी ल्याइदिनु न